ओके सो ओके लेट्स ट्राई दिस होइन ए ट्राई गरिदिउँ आज हामी ओके ल म यसलाई कपी गर्छु कपी इमेज गर्छु फिग्मामा आएर आज पेस्ट दिस इमेज डिलिट पेस्ट गरिदिन्छु म होइन सो मैले चाहिँ त्यही अघि मैले देखाइहालेँ त्यही गरौँ कि सोचिरहेको थिएँ सो अब यहाँ गर्ने बित्तिकै डेस्कटपमा जाऊँ डेस्कटपमा कुन रिजोल्युसन तपाईँलाई पर्फेक्ट लाग्छ जस्तै म चाहिँ म्याक प्रोमै गर्दा नि हुन्छ होइन अनि त्यसपछि नेक्स्ट भनेको म्याकबुक एयरमै गर्दा नि हुन्छ कुनै एउटा रेजोल्युसन तपाईँहरूले लिएर गर्नुभयो भने एकदम बेस्ट हुन्छ जस्तै डेस्कटप जस्तै म्याकबुक प्रो 16 गर्नु भने पनि हुन्छ त्यही फ्रेम साइजहरू ठुलो सानो मात्रै हो अरू नथिङ मोर डिफ्रेन्स है सो म्याकबुक एयर M1मा गरौँ हामीले गर्दाखेरि सो इमेजको लिङ्क सेयर गरिदिनु न ओके अभियसली म सेयर गरिदिन्छु नो प्रब्लम होइन पहिला यो गरेर गरौँ कि भनेको ओके ठिकै छ म यसलाई सेयर गरिदिन्छु यो हाल्दै त मैले ल मैले यो हालिदिएको छु अब यसलाई हेर्ने हो भने लेट्स डिभाइड इट यसलाई डिभाइड गरौँ हामी यसलाई डिभाइड गर्दाखेरि के छ भने न्याभबार पछि एउटा सेक्सन त्यो सेक्सनलाई दुईटामा डिभाइड गरेको छ एउटा साइड बार अनि अर्को भनेको बिचको मेन सेक्सन है ठिक छ त्यसरी छ अब हामी सुरुमा न्याभबार बनाउनुतर्फ लागौँ ल सो न्याभबार बनाउने हो भने एउटा फ्रेम लिनु पर्यो त्यो फ्रेमलाई म अहिले यसरी ऱ्यान्डमली राखिदिन्छु हो हामीले जहिले पनि गर्ने भनेको सुरुमा ऱ्यान्डमली नि त्यसपछि थोरै स्याडो इफेक्ट जस्तो छ स्याडो इफेक्ट भन्दा पनि नि एउटा कुरो ध्यान दिनु भने यसको ब्याकग्राउन्डै ग्रे कलरको छ कि यसको मेन बडीको ब्याकग्राउन्डै ग्रे कलरको छ त्यो भएको हुनाले यसमा म यो कलर एड गरिदिन्छु र बाहिरको फ्रेममा चाहिँ म फिल गरेर वाइट एड गरिदिन्छु ल मैले यो गरेँ सो यसमा पनि वाइट छैन अलिकति क्रिमी खालकै कलर नै छ यसलाई सेलेक्ट गरेर म यो कलर एड गरिदिन्छु ल अब त्यसपछि नेक्स्ट स्टेप मेरो भनेको यो एउटा बटन बनाउने हो है अब यो बटनमा रिसर्च गर्ने हो भने सो हामीले अब बटन बनाउनको लागि के गर्नुपर्छ बेसिकली एउटा फ्रेम बनाउनुपर्छ होइन विथ सेम हाइट एन्ड विथ होइन अनि त्यसपछि अब यो गरिसकेपछि बोर्डर रेडियस दिनु पऱ्यो अलिकति धेरै नै रहेछ यसमा बोर्डर कर्नर रेडियस छ एउटा इफेक्ट एड गरिदिउँ एकछिनलाई होइन इफेक्ट एड गरिसकेपछि देखिन्छ कि भनेको देखेन सो इफेक्ट एड गरौँ यसलाई 100 राखिदिउँ फिल गरौँ होइन फिल गरेपछि आउँछ इफेक्टमा ब्याट यहाँ गएर यसलाई म 25% दिन्छु वाइ एकदमै कम भयो जस्तो लाग्यो मलाई यसलाई 0 पनि गरिदिउँ होइन अनि ब्लर अझै ब्लर जस्तो बनाइदिउँ यसलाई घटाएर 10 गरिदिउँ यसरी बनाइदिउँ ल सो यसमा चाहिँ अब म के गर्छु भने अझै यो राउन्डेड धेरै नै राउन्डेड छ होइन यो बटन धेरै नै राउन्डेड छ मैले दिएको राउन्डेड एकदम कम भएको छ है त्यो भएर म यतिको राउन्डेड यसमा दिन खोज्छु ल ठिक छ अब त्यसपछि मेरो नेक्स्ट स्टेप हुन्छ आइकोनिफाईमा गएर होइन आइकोनिफाईमा गएर म के गर्छु भने तपाईँको लेफ्ट भनेर खोज्छु होइन लेफ्ट भनेर खोजिसकेपछि म यसलाई एज अ लेफ्ट आइकनमा के गरिदिन्छु इम्पोर्ट गरिदिन्छु ल सो कन्ट्रोल सिफ्ट जी गरेर बाहिरको फ्रेमलाई अटो लेआउट एड गरेर होइन अटो लेआउट एड गरेर सेन्टर पारिदिन्छु प्याडिङ एकछिनलाई 0 दिउँ यसलाई पनि एकछिनलाई 0 दिउँ अनि अब यसको हाइटमा हेर्ने हो भने हाइट यसको 40 विथ पनि यसको 40 सरी विथ र हाइट यसको 40 गरिदिन्छु है अनि एउटा कुरा यसो ध्यान दिने हो भने आई डोन्ट थिङ्क इट्स ब्ल्याक यो ब्ल्याकै रहेछ है ठिक छ यो ब्ल्याकै रहेछ अब मेरो नेक्स्ट स्टेप मेरो के हुन्छ भने मेरो टेक्स्ट हाल्ने नेक्स्ट स्टेप हुन्छ टेक्स्टमा के भनेको छ भने ट्राभल एजेन्सी वेबसाइट भनेको छ है सेकेन्ड TRAVEL ट्राभलर होइन ट्राभल एजेन्सी वेबसाइट अब त्यसपछि यसलाई कपी पेस्ट गर्ने हो भने TRAVELER traveler.st.app ओके हामीले केही गरेको छैन मनिका म्याम है हामीले जस्ट एउटा वेबमा गर्ने भन्ने आज डिसिजन गऱ्यौँ
त्यही भएर वेबको लागि चाहिने जस्ट एउटा मैले क्लोन गर्न मिल्ने खालको डिजाइन लिएर आएँ है। सो आइएम जस्ट वर्किङ अन द्याट डिजाइन। त्यही डिजाइन म क्लोन गर्न लागिरहेको छु। हाम्रो 6 बजेको छ, 6:40सम्मको टार्गेट चाहिँ यो सबै चाहिँ क्लोन गर्न पोसिबल छैन अहिले होइन। जस्ट स्न्याप बार, साइड बार र यो यति बेसिक एनालाइटिक्स चाहिँ क्लोन गरेर त्यसमा हाल्न मिल्ने खालको स्क्रोल इफेक्ट्सहरू हाल्ने म ट्राई गरी हेर्छु होइन, कति फिजिबल हुन्छ आज है। अनि तपाईँहरूलाई अलिअलि वायर फ्रेमहरू बनाउनु ओर्न पनि म गाइड गरिदिन्छु, कति समय भ्याइन्छ है। त्यही अनुसारले आजको क्लास हामी त्यही अनुसारले एन्ड गर्नुपर्छ। कस्तो गाडी। सो अब यसलाई म अलिकति ग्याप घटाएर म ग्याप 5 को ग्याप राखिदिन्छु है। सो मैले के गरेँ भने एउटा बनाएँ, टेक्स्ट पनि हालेँ। अब मेरो नेक्स्ट वर्क भनेको के हुन्छ भने जस्तै हामीले यी हेऱ्यौँ भने डिजाइन मजाले देखिन्छ होला है। यसले के गरेको छ भने सेम त्यही बटनलाई यतापट्टि राखेको छ। त्यो बटन भन्दाखेरि पनि यसले अर्को पनि एउटा काम तपाईँको के गरेछ भने यहाँ है, यसलाई डिलिट गरेर यो दुइटालाई यसरी राखेको छ। अनि तपाईँको बाहिरकोलाई सेन्टर अलाइन गरिदिएको छ, यसरी सेन्टर अलाइन गरेछ। यसलाई कन्टेन्ट गरिदिएको छ। ल ट्राभल एजेन्सीको ठाउँमा के छ, साइट सेटिङ्स भनेर छ। ठिक छ, हामी फन्ट फ्यामिली लास्टतिर मिलाउँला ल। फन्ट फ्यामिली, फन्ट वेटहरू लास्टतिर मिलाउँला है। सो अझै डिपली हेर्ने भने यो यति ठुलो छ जस्तो मलाई लागेन होइन, तर ओके पछि साइज बढाउँला। दुईवटा कुरा मैले बनाएँ। अब नेक्स्ट कुरा मेरो के छ भने यो 3टा कुरा छ है। सो यो 3टा कुराको लागि म के गर्छु भने सुरुदेखि नै हामीले अटो लेआउट गर्नुपर्छ भन्ने छैन है। अटो लेआउट भन्ने कुरा एकदम लास्टमा गर्दा नि हुन्छ। जस्तै मैले यो एड गरेँ, म अर्को फ्रेम एड गर्छु, 3टा फ्रेम यसमा म एड गर्छु ल। सो फर्स्ट फ्रेममा मेरो एउटा आइकन छ, आइकनको नाम चाहिँ के भन्न सकिन्छ, हामी यसलाई एज अ सेयर भन्न सकिन्छ होइन। जस्तै सेयर भनेको यो सेयर। त्यसपछि अर्को भनेको प्ले। यसलाई अलिकति कर्भी टाइपको राखेर चाहिँ यसले भनेपछि म यसमा यो एड गर्न सक्छु है। म यो एड गर्छु यसमा। र नेक्स्ट हाम्रो छ सेटिङ्स छ है। सेटिङलाई कक्स पनि भन्छ, सेटिङ्स छ। सो यो सेटिङलाई म अलिकति अर्कै खालको सेटिङ छ भने चाहिँ हामी पनि अलिकति अर्कै खालकै यो युज गर्थ्यौँ है त। सो मैले यसरी राखेँ। अब यसको भित्र हेर्ने भने यो पनि 24/24, यसको भित्र हेर्ने भने यो पनि 24/24, यसको भित्र हेर्ने भने यो पनि 24/24 छ है। अब यो मिलाम, साइज मिलाम, यसलाई अलिकति ठुलो बनाएर ठिक छ, यतिकै ठुलो 16/20 को बनाऊँ। यो पनि जस्तै यसको तपाईँको के छ, हाइट 20 छ, विथ 16 छ हो। भनेपछि यसको हाइटलाई पनि हामी त्यही अनुसारले बढाउन खोज्छौँ, 20 राखौँ। ठिक छ, अलिक ठुल्ठुलो भयो जस्तो भाइब आउँछ होला, तर यसलाई हामी यसरी नै गरेर राखौँ। तर धेरै नै ठुलो भयो यार, यो भद्दा देखियो है। यसलाई अझै सानो बनाएर तिनटैलाई हामी के गरौँ भने 20 छ भनेपछि तिनटैलाई हामी घटाएर हाइटलाई घटाएर यतिको 15 जतिको पारौँ है त। सो यसमा पनि हेरौँ, हाइट यसमा अझ 12 रहेछ, 13, 14, 15 धेरै ठुलो रहेछ। ल 10 राखिदिउँ यसमा ल। मैले यो यति मैले गरेँ। अब नेक्स्ट सेटिङमा अलिकति एउटा डिफ्रेन्स के छ भने यसले एउटा स्ट्रोक एड गरेको छ होइन। स्ट्रोकको विथ माइट बी 1.5 राखेर यसलाई चाहिँ म इनसाइड भन्दा पनि सेन्टरमा राख्छु र यसको कलर म यो ग्रिन राखिदिन्छु हो। यति मैले गरेँ। अब यसको तपाईँको अरू त केही पनि खासै ग्रिन छैन, यति मात्रै ग्रिन छ है ल। यति मैले गरेँ। अब यो सँगसँगै हामीसँग अर्को एउटा छ पब्लिस भन्ने पनि छ। यसलाई पनि कपी गरौँ, पेस्ट गरौँ, यतापट्टि जाऊँ। यसलाई डिलिट गरेर यसको जुन विथ छ, विथलाई कन्टेन्ट गरिदिने अनि यहाँभित्र टेक्स्ट हालिदिने हो। टेक्स्टमा हामी के लेखिदिन्छौँ भने PUB अनि पब्लिस राखिदिन्छौँ हो। अब यहाँ गएर म यसलाई प्याडिङ 15 दिन्छु हो। प्याडिङ 15 दिएपछि भयो अहिलेलाई। अब नेक्स्ट काम भनेको ग्रुप गर्ने हो। लाइक जुन जुन एकतिर हुन्छ त्यसलाई ग्रुप गरिदिउँ। यसलाई म यसलाई के गरिदिन्छु, ग्रुप गरिदिन्छु। ग्रुप गरेर अटो लेआउट एड गरिदिन्छु। यिनीहरूको बिचमा अटो दिएर
हक के गरिदिन्छु, हक कन्टेन्ट गरिदिन्छु है। ग्यापलाई म घटाएर तपाईँको लगभग 10 जतिको ग्याप राख्छु। ठिक छ, मैले यो गर्न पाएँ। अब ग्रेडियन्ट हेर्नु, यसमा ग्रेडियन्ट कसरी एड गर्ने, ग्रेडियन्ट आएको छ। सो ग्रेडियन्ट, अब ग्रेडियन्ट एड गर्नको लागि केही गर्नु पर्दैन तपाईँले, एकदमै सिम्पल छ। जस्ट यहाँ तपाईँले गर्नु भने सोलिड हुन्छ, यहाँ गर्नु भने ग्रेडियन्ट हुन्छ। अरू डिफ्रेन्ट प्याटर्न चाहियो भने प्याटर्न यहाँ हुन्छ होइन, यो डिफ्रेन्ट कुराहरू यहाँ हुन्छ है। सो हामीलाई चाहिँ ग्रेडियन्ट चाहिएको छ। माथिपट्टि वाइटको ठाउँमा म यहाँबाट तपाईँको यसलाई हाल्छु। त्यसपछि बिचमा अझै मलाई डार्क चाहिएको छ भने म सिम्पली क्लिक गर्छु र यहाँबाट म बिचको भ्यालु हाल्छु यसरी हो। मलाई अब यो बिचलाई चाहिँ सेन्टरतिर लिएर जान ट्राई गरौँ र लास्टको भ्यालुमा मलाई यस्तो खालको चाहिएको छ भने म यसलाई ए एड गरिदिइरहन्छु ल। प्रपर ग्रेडियन्ट बनाउनु चाहिँ गाह्रो हुन्छ, सकिँदैन है। अब यहाँबाट यसको टेक्स्टलाई म पारिदिन्छु वाइट हो। मैले यतिको काम चाहिँ गरेँ। अब म यति गरिसकेपछि मेरो बाहिरको जुन मेन फ्रेम छ म त्यो फ्रेममा वर्कआउट गर्छु है। त्यो फ्रेम भनेको के हो त, मेरो माथिको नेभिगेसन बार। यो नेभिगेसन बारमा वर्कआउट गर्दाखेरि म सुरुमा एड गरिदिन्छु अटो लेआउट। अटो लेआउट एड गरेँ मैले। तपाईँको मेन फ्रेममा पनि एकछिनमा म एड गर्छु अटो लेआउट। अरू बाहिरको फ्रेममा अटो लेआउट एड गरिसकेपछि भित्रकोमा फिल कन्टेनर भन्ने प्रपर्टी इनेबल हुन्छ र यिनीहरूको ग्यापलाई म गरिदिन्छु अटो र अलाइनमेन्ट सेन्टर अलाइनमेन्ट गरिदिन्छु हो। यसलाई म लिएर आउँछु यतापट्टि। ल मैले बनाउन खोजेको कुरा यहाँ भयो हो। लेफ्ट राइट प्याडिङ म दिन्छु अन्ली 20को म प्याडिङ दिन्छु लेफ्ट राइट। ठिक छ। अब यसो ध्यान दिएर हेर्ने हो भने हामीले बटन इन कम्पेरिजन टु दिस एकदमै ठुलो बनायौँ है। सो त्यो भएको हुनाले म अब यसमा के गर्छु त, बटनहरू म यसको कस्टमाइज गर्न खोज्छु हो। जस्तै यसरी यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गर्ने हो। अब यसको विथलाई म लगभग तपाईँको कन्ट्रोल्स यसलाई सिलेक्ट नगरौँ। यसको विथलाई म तपाईँको घटाएर बनाउँछु 30। यसलाई पनि घटाएर बनाउँछु म 30 हो। 30 भयो भने एक प्रकारले के हुन्छ, एकदमै सर्कुलर जस्तो हुने भयो। तर कतै कतै मिल्छ कि जस्तो पनि भाइब चाहिँ आइरहेछ है। कन्ट्रोल जेड गरौँ, 30बाट यसलाई बनाएर राखिदिउँ 35, यसलाई पनि राखिदिउँ 35मा ट्राई आउट गरौँ है। ल 35मा आई थिङ्क एकदमै ठिक्कको देखेको छ जस्तो लाग्यो मलाई है। सो अब यसको पनि हाइटलाई हामीले बनाइदिनु पऱ्यो 35 बनाउनु पऱ्यो हो। ल 35 भयो। ल अब मैले माथिको कुरा बनाइसकेपछि अब अलिकति फन्टहरूमा हामी वर्कआउट गरौँ। सो फन्टमा वर्कआउट गर्ने हो भने यसको बिचको ग्यापिङ अलिकति मलाई मन परेको छैन। सो म यसको ग्यापिङलाई राखिदिन्छु 10 हो। ल हामीले एउटा ट्राभल एजेन्सी वेबसाइट भनेर नाम दिएको छ है। अब त्यसपछि नेक्स्ट कुरा म गर्छु, अब म वर्कआउट गर्छु साइड बारतिर। यहाँसम्म कसैलाई के इस्यु छ, मैले यहाँ के गरेर यस्तो बनाएँ भन्ने कुरा थट आएको छ भने प्लिज रेज योर क्वेसन्स है। अनि त्यसपछि हामी अगाडि बढ्नुपर्छ। यहाँसम्म मैले के गरेर यतिको बनाएँ जस्तो लागेको छ भने क्वेसन्स रेज गर्नु, क्वेसन छैन भने लेट्स मुभ अन है। ओके, सो यसलाई एकचोटि फेरि गर्नु हो भने होइन, म तपाईँलाई यहाँ माथि बाहिर लगेर बुझाउँछु ल। यहाँ हेर्नु है, पब्लिसको ब्याकग्राउन्ड। ओके, पब्लिसको इमेजको लिङ्क सेयर गरिदिनु न। पब्लिसको ब्याकग्राउन्ड मैले बुझिनँ के भन्नु खोज्नु भएको, रिप्लाई गर्नुभएको रहेछ। ओके लेट इट बी। यो पब्लिसको ब्याकग्राउन्ड हेर्ने हो भने नि कस्तो हुन्छ भने फिग्माले नै अब ग्रेडियन्टहरू गर्न दिन्छ होइन। जस्तै मैले यहाँ के गरेको छु हेर्नु ल, पब्लिसको ब्याकग्राउन्ड टोटल्ली मिलेको चाहिँ छैन होला। के हुन्छ भने तपाईँले फिल्डमा क्लिक गरेर यहाँ क्लिक गर्नुभयो भने तपाईँले एउटा सोलिड कलर हाल्न पाउनुहुन्छ है। सो दिस इज अ सोलिड कलर। अब तपाईँलाई ग्रेडियन्ट हाल्नु पऱ्यो भने तपाईँसँग यहाँ अप्सन हुन्छ कि ग्रेडियन्ट भन्ने, तपाईँले यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि ग्रेडियन्टको हाल्ने तपाईँसँग यसरी बार पाउनुहुन्छ तपाईँले है। जस्तै यो बार भनेको चाहिँ यो लाइनसँग ट्याली हुन्छ। तपाईँले यता लानु भने यताबाट ग्रेडियन्ट हुन्छ, यता लानु भने यताबाट ग्रेडियन्ट हुन्छ। जति पर लानुभयो त्यही अनुसारले ग्रेडियन्ट बन्दै जाने हो है। अब यो स्टप्स भनेको के हो भने यो कलर यो स्टपसम्म यो
छ है। यो भरि भनेको यो कलर छ, यहाँदेखि यहाँसम्म स्टपसम्म भनेको यो कलर छ र यो कलरको के भयो त ट्याक्क उसले आफ्नो रेडियस वरिपरि लिन्छ जहिले पनि। जस्तै यो कलरको सर्टेन लिमिटेड सर्टेन एरिया छ। जस्तै जस्तै कसरी बुझाउनु भने तपाईँ एउटा स्ट्रेट लाइनमा हुनुहुन्छ, तपाईँले कम्पास यतिको ओपन गरेर कम्पास घुमाउनु भयो भने त उसले एउटा सर्टेन एरिया मात्रै कभर गर्छ होइन। जस्तै तपाईँले योलाई एज अ एक्जाम्पल रिफरेन्स हेर्नुहुन्छ भने तपाईँ एउटा रेक्टेङ्गल लिनु हो, तपाईँले रेक्टेङ्गलमा जस्तै अब के भन्छ ग्रेडियन्ट हाल्दै हुनुहुन्छ भने तपाईँले यतापट्टि हालेको कुराले यति अकुपाई गर्ला हो, तपाईँले यतापट्टि हालेको कुराले यति अकुपाई गर्ला। जस्तै तपाईँले यसको कलर राखिदिनु भयो अरे, यस्तो राख्नु भयो अरे, ठिक छ ल यहाँ अकुपाई गर्यो यसले। त्यसपछि तपाईँले अर्को ग्रेडियन्ट हाल्नुभयो भने त्यो ग्रेडियन्टले यहाँ यति रेडियस अकुपाई गर्छ, अर्को हाल्नुभयो भने त्यसले यति रेडियस अकुपाई गर्छ के होइन। यो मुनिको स्टप्सहरू हो के, त्यही अनुसारले अकुपाई गर्ने हो। तपाईँले दुईवटा मात्रै हाल्नुभएको छ भने के हुन्छ, तपाईँको यो ठुलो हुन्छ होइन, यता यसले अकुपाई गर्छ ठिक छ। त्यसपछि अरू रिमेनिङमा फेरि यसले नै अकुपाई गरेको हुन्छ। यो कुराहरू बुझ्नु पर्यो ग्रेडियन्टमा बुझ्ने हो भने ठिक छ। अब यहाँ बाहिर कसरी हामीले यस्तो बनायौँ जस्तो थट आइरहेछ भने हामीले के गर्यौँ भने मैले सुरुमा टेक्स्ट बनाएँ, त्यसपछि यो बटन बनाएँ होइन, यो बटन एउटा बनाएँ। यो बटन बनाइसकेपछि मैले यताभित्रको लागि ए बटनलाई कपी पेस्ट गरेँ। कपी पेस्ट गरिसकेपछि मैले जस्ट आइकन्सहरू चेन्ज गरेँ, स्ट्रोकहरू एड गरेँ र मैले एज युजुअल अटो लेआउटहरू एड गरेर मैले गरेँ है ठिक छ। अटो लेआउट एड गर्दै मैले गरेको यो ओके। अब यसलाई यहाँ माथि लगेर राखिदिउँ अहिलेलाई हो, यसलाई नाम राखौँ न्याभ बार। र अझै तपाईँलाई गर्नु छ भने यसलाई म एउटा कम्पोनेन्ट बनाइदिन्छु, यसलाई म डिलिट गरिदिन्छु र यही कम्पोनेन्टको भेरिएन्ट म तलपट्टि युज गरिदिन्छु ठिक छ। अब यो किन गरेको लास्टतिर हामी बुझ्दै जान्छौँ है, अहिले नबुझे पनि। अब नेक्स्ट स्टेप मेरो भनेको के हुन्छ भने म अब साइड बार बनाउनतिर लाग्छु है, यो साइड बार बनाउन लाग्छु। सो यो साइड बार बनाउँदाखेरि म सुरुमा त एउटा फ्रेम लिन्छु, जहिले पनि इनिसियल स्टेपमा हामीले गर्ने भनेकै फ्रेमबाट हो। मैले यो फ्रेम लिएँ, यो फ्रेममा म यसको हाइट दिन्छु फिल कन्टेनर हो, अनि त्यसपछि यहाँ जुन ग्याप छ यो ग्यापलाई म बनाइदिन्छु, सुरुमा त 0 बनाइदिन्छु हो। अब फिल गर्छु म ठिक छ। मैले फिल गरेँ भनिसकेपछि यहाँ हेर्नुभयो भने यहाँ अलिकति डिफ्रेन्सिएट गर्नको लागि तपाईँको यो साइड बारमा एउटा बोर्डर जस्तो दिएको छ, ध्यान दिएर हेर्नुभयो भने है, एउटा बेसिक बोर्डर जस्तो टक्क माथिबाट तलबाट यसरी दिएको छ बोर्डर ठिक छ। सो यसकै रेप्लिका गर्ने हो भने पनि हामीले स्ट्रोक एड गरेर यो ठाउँमा गएर कस्टम गरेर लेफ्टमा 0, टपमा 1, राइटमा 0, बटममा 0 ल यो गऱ्यौँ भने पनि यसरी एउटा स्ट्रोक एड हुन्छ। र स्ट्रोकको कलर हामी कस्तो दिन्छौँ त, यस्तो खालको कलर दिन्छौँ कि जुन कलर ब्याकग्राउन्डको छ त्यो कलर दिन्छौँ होइन। त्यो भइसकेपछि त हेर्नु त अलिकति डिफ्रेन्सिएट भयो कि भएन, छुट्यो नि त अलिकति। तपाईँको ब्याकग्राउन्ड र तपाईँको साइडबार त छुट्यो, माथिको न्यापबार र साइडबारमा त डिफ्रेन्स आयो है। र हेर्ने भने अलिकति कर्नर रेडियस पनि दिए जस्तो छ, तर त्यो खासै म्याटर गर्दैन है। अब यो धेरै ठुलो भयो, मिनिमम तपाईँले म्याक्सिमम एउटा साइड बारको विथ भनेको 250 जति राख्नुभयो भने इनफ हुन्छ। 250 भन्दा बढी राख्ने केसेस चाहिँ अहिलेसम्म आएको छ जस्तो लाग्दैन मलाई है। तर अब डिभाइस चाहिँ ठुलो छ भने त के गर्ने, के अरू पनि अप्सन हुँदैन, यसरी नै गर्नुपर्छ। अब साइड बार एड गर्ने बित्तिकै हाम्रो फर्स्ट वर्क हुन्छ अटो लेआउट एड गर्ने। म अटो लेआउट एड गरिदिन्छु र विथ यसले फिक्स गरिदिन्छु। अघि अटोमेटिक हग हुन्छ, यसलाई म विथ पनि फिक्स गरिदिन्छु किनभने मेरो विथ योभन्दा बढी बढ्दैन है। अब एउटा कुरा ध्यान दिनु ल, मेरो रिक्वायरमेन्ट जेसुकै भए तापनि मलाई यो साइड बार यहाँदेखि स्टार्ट हुनुपर्ने छ, यहाँदेखि स्टार्ट गर्नुपर्नेछ हो। माथिपट्टिकोमा मैले कति ग्याप दिएको छु, मेरो रिक्वायरमेन्ट मैले माथिपट्टिकोमा 20 को ग्याप दिएको रहेछु भनेपछि मैले यहाँ पनि कतिको ग्याप दिनु पऱ्यो, 20 को ग्याप दिनु पऱ्यो। अनि बल्ल यो कहाँदेखि सुरु हुन्छ त, त्यो मैले एक्सपेक्ट गरेको लाइनदेखि सुरु हुन्छ हो। अब टप बटममा हेर्ने हो भने यसमा पनि यसको टप बटममा हेर्ने हो भने जो चाहिँ यहाँ हेर्नु ल, यसमा चाहिँ के गरेको रहेछ भने यस्तो गरेको रहेछ के,
भनेको मतलब यो जुन माथिको बटन छ, माथिको बटन र तलको आइकन चाहिँ सँगै लागेको रहेछ, तर यो जुन साइड सेटिङ भन्ने छ त्यो चाहिँ अलिक डिफ्रेन्ट वेमा गरेको रहेछ। सो अब यही तपाईँलाई गर्नु छ भने तपाईँले बाहिरकोमा दिनु पर्यो 15 पिक्सल अथवा ल 10 पिक्सलको प्याडिङ दिनु, 10 धेरै कम हुन्छ, 15 पिक्सलको प्याडिङ दिनु पर्यो हो। यहाँ माथि पनि 15 पिक्सलको प्याडिङ दिनु। अब 15 को प्याडिङ दिइसकेपछि एउटा टेक्स्ट हालिदिनु। टेक्स्ट हाल्नुभन्दा पनि यही टेक्स्टलाई तपाईँ सिम्पली ड्र्याग गरेर यहाँ ड्रप गरिदिनु हो, यहाँ भित्रबाट ल्याएर ड्रप गरिदिनु। कहाँ गयो यो? यो मेन नेभबारको कम्पोनेन्ट भयो, यो साइड सेटिङ यहाँभित्र ल्याएर ड्रप गरिदिनु हो। यहाँभित्र लिएर आउनुभयो तपाईँले साइड सेटिङ्स भनेर, यहाँ पनि त्यही नाम छ साइड सेटिङ्सै भनेर छ है। ओके, सो अब तपाईँको नेक्स्ट काम भनेको यहाँदेखि एउटा फ्रेम सुरु गराउने काम हो। सो तपाईँ के गर्नु भने यहाँ हामीलाई एकदम गुड ट्रिक छ, एउटा फ्रेम क्रिएट गर्नु। होइन, फ्रेम यहाँ आयो हो, यो फ्रेमको विथ तपाईँ फिल कन्टेनर गरिदिनु, हाइट पनि तपाईँ गरिदिनु फिल कन्टेनर हो। अब यो फ्रेममा अटो लेआउट एड गरेर तपाईँले यहाँ अब प्याडिङ दिनु 5 पिक्सलको। अब मैले गरेको यो कुरा बुझ्नुभयो कि बुझ्नु भएन आई डोन्ट नो है। ल यो भन्नु त अहिले मैले गरेको कुरा बुझ्नुभयो कि बुझ्नु भएन। मैले अलिकति म्याथमेटिक्स युज गरेँ। कस्तो युज गरेँ भने बाहिरबाट मैले 15 पिक्सल दिएँ अनि भित्रपट्टिको फ्रेममा मैले एक्स्ट्रा 5 पिक्सल दिएँ। त्यसरी मैले के गरेँ, टोटल सम गरेर 20 पिक्सलको मैले बनाएको छु है। 20 पिक्सल भइसकेपछि त सजिलो भयो, अब ठ्याक्क हाम्रो रिक्वायरमेन्ट आइहाल्यो यहाँ है। अब डिजाइन हेरौँ। डिजाइन के छ भने डिजाइनमा आइकन टेक्स्ट आइकन टेक्स्ट आइकन टेक्स्ट छ है, त्यसरी बुझ्ने हामीले डिजाइन एनालाइसिस गर्दाखेरि। सो फर्स्टमा म के गर्छु, म यसको भित्र एउटा फ्रेम क्रिएट गरिदिन्छु। फ्रेम मलाई यति ठुलो चाहिएन हो, यसलाई म फेरि अहिलेको जस्तै फिल कन्टेनर गर्छु। यो फ्रेमको भित्र मैले हाल्नुपर्ने फर्स्ट कुरा भनेको आइकन हो। सो म आइकनिफाईमा जान्छु, म यहाँ गएर तपाईँको होम भनेर खोज्छु। होम भनेर खोज्दाखेरि कस्तो खालको होमको आइकन युज गरेछ यसले भने अलिकति कर्भ टाइपको छ होमको आइकन। ल म ए आइकनलाई एज अ यो युज गरिदिन्छु। ल मैले यहाँ आइकन हालेँ, त्यसपछि अर्को टेक्स्ट छ, टेक्स्टमा लेखेको छ होम हो। अब यति गरेको छ, यसलाई कन्ट्रोल सिफ्ट जी गर्नु, के गर्नु, अलिकति सानो पार्नु, चिटिक्क परेको देखाउनु है। अब त्यसपछि तपाईँले बाहिरकोमा गर्नु पर्यो अटो लेआउट। अटो लेआउट गरेर ल हाइट म्याटर गरेन अहिले होइन, यसलाई काटिदिउँ। यसलाई काटिसकेपछि यसको बिचको ग्यापलाई तपाईँले बनाइदिनु 10 पिक्सल हो। साइडको प्याडिङलाई बनाइदिनु 5 पिक्सलको प्याडिङ बनाइदिनु। ल तपाईँको रिक्वायर्ड कुरा आयो कि आएन? अब यहाँ ध्यान दिएर हेर्नुहुन्छ भने यो दुइटामा स्पेसिङ धेरै छ हो। सो त्यो स्पेसिङ तपाईँको रिक्वायरमेन्टमा पर्छ भने तपाईँ यहाँ माथिबाट यहाँ आएर दिनु यसरी स्पेसिङ। हेर्नु त है भयो नि। अब आइकनको हेर्ने हो भने आइकनको के गरेको छ भने यसले ठ्याक्क अलिकति एक्स्ट्रा हुने गरी बनाएको छ। सो हामीले पनि त्यही कुरा फलो गर्ने हो भने हामीले यहाँ के गर्नु पर्यो भने यसको अलिकति यसको साइज अलिकति सानो ल यतिको आइकन ठिकै हुन्छ होला। ल अब यो स्पेसिङहरूलाई म के गर्छु, जति स्पेसिङ छ स्पेसिङलाई म घटाइदिन्छु, 5 को स्पेसिङ राखिदिन्छु हो। ल मैले 5 को स्पेसिङ राखिदिएँ, ठिक छ। अब म यहाँ नाम दिन्छु GENERAL जेनरल भनेर नाम दिन्छु है। अब म मेरो नेक्स्ट स्टेप के हुन्छ, यसलाई कपी गर्ने पेस्ट गर्ने मेरो नेक्स्ट स्टेप हुन्छ के हो। जेनरल पछि डोमेन्स भनेर छ, ठिक छ, DOMAINS डोमेन्स भनेर छ। अब एउटा कुरा ध्यान दिनु ल तपाईँहरू, एउटा कुरा अझै अलिकति दिमाग घुमाउने नै कुरा छ होइन। दिमाग घुमाउने कुरा के छ भने नि तपाईँले यहाँ ध्यान दिनुभयो भने यो भित्रको जुन होभर गर्दाखेरि अथवा कुनै एउटा एक्स इफेक्टमा जुन ब्याकग्राउन्ड कलर आइरहेछ नि त्यो ब्याकग्राउन्ड कलर चाहिँ फेरि फुल प्याडिङको रहेछ के होइन। भनेपछि तपाईँले अलि जे गर्नुभयो त्यहाँ अलिकति इस्यु आयो। त्यहाँ इस्यु के आयो, तपाईँले यहाँ यो अहिलेको कुरा एक्सेसिबल तपाईँबाट हुँदैन है। त्यही भएर ब्याक टु नर्मल, ठिक छ, ब्याक टु नर्मल गरिदिने र ल ब्याक टु नर्मल गरिदिने। ब्याक टु नर्मल भनेको मैले के गरेँ, जुन मैले फ्रेम बनाएको थिएँ मैले त्यो फ्रेम मैले हटाइदिएँ है। भनेको मेरो साइड सेटिङभित्र केही पनि छैन। अब म फेरि
रिभाइज गर्दैछु त कुराहरू ल। मैले यो जेनेरलवाला लिएर आएँ। अब ध्यान दिएर हेर्नु ल, अहिलेदेखि हामी एउटा यसमा ब्याकग्राउन्ड कलर एड गरेर ग्रिन कलरकै ब्याकग्राउन्ड एड गरेर हामी जाम ल। सो रिक्वायरमेन्ट हाम्रो यो, अब मलाई यहाँ चाहिँ 5 पिक्सलको ग्याप चाहियो। मैले यहाँ चाहिँ 5 पिक्सलको ग्याप दिएको छु र यसको भित्र मलाई चाहियो 10 पिक्सल। 10 पिक्सल अलिक धेरै नै ठुलो मोटो भयो कि के छ, अलिक धेरै नै मोटो भयो ल। म यो 10 पिक्सललाई घटाएर बनाइदिन्छु 7 हो। त्यसपछि म अलिकति कर्नर रेडियस दिन्छु। कर्नर रेडियसको लागि म यहाँबाट अलिकति यो 3 बनाइदिन्छु हो। अब कलर मलाई लाइट गर्नु छ भनेको मतलब यहाँबाट म कलर ट्याग एक कलरमा फेस गरेर राखिदिन्छु हो। अब मलाई यसको टेक्स्ट कलर पार्नुपर्ने छ डार्क ग्रिन। ठिक छ, टेक्स्ट कलर मलाई यसको पार्नुपर्ने छ यहाँबाट डार्क ग्रिन ल। ल मैले एउटा यो बनाएँ, जेनेरल साइड सेटिङ जेनेरलवाला कुरा मैले बनाएँ। अब त सिम्पली नट अ बिग डिल, यसलाई कपी पेस्ट 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 गर्दै जानु हो। पेस्ट गर्दै गइसकेपछि अब बल्ल तपाईँ यहाँदेखि यहाँसम्मको कुरा तपाईँ बनाउनु ग्रुप, यतिलाई तपाईँ बनाउनु एउटा कन्ट्रोल जी गरेर बनाउनु ग्रुप। अनि यसको भित्रको जुन तपाईँले ग्रुप बनाउनु भयो त्यो ग्रुपमा जुन स्पेसिङ छ त्यसले राखिदिनु 0 हो। हेर्दाखेरि त कम्प्याक्ट देखिन्छ, तर के हुन्छ भने हरेक चोटिमा तपाईँलाई यो चाहिने हुँदैन। हरेक चोटिको तपाईँको रिक्वायरमेन्ट यो ब्याकग्राउन्ड कलर हुँदैन के है, त्यही भएर केही म्याटरै गर्दैन यो कुरा। अब यहाँदेखि यहाँसम्मको लागि जुन टेक्स्ट कलर छ टेक्स्ट कलर तपाईँ बनाइदिनु ब्ल्याक हो। अब तपाईँ जेनेरललाई चेन्ज गर्नु GENERAL। त्यसपछि अर्को छ डोमेन्स DOMAINS डोमेन्स भनेर छ। त्यसपछि अर्को छ के नामको छ साइड एक्सेस एन्ड भर्जन्स है, SID साइड ACC एक्सेस एन्ड VSIONS भर्जन्स हैन। त्यसपछि छ एनालाइटिक्स ANALYTICS एनालाइटिक्स। त्यसपछि छ तपाईँको प्लान्स हो। तपाईँ यसलाई गरिदिनु डिलिट ओके। अब त्यसपछि तपाईँको नेक्स्ट वर्क भनेको के हुन्छ, आइकन चेन्ज गर्ने हुन्छ। अब आइकन चेन्ज गर्न त तपाईँहरूलाई कसैले रोक्नै सक्दैन। यहाँ जाने हैन, यसलाई गरिदिनु डिलिट, सेलेक्ट दिस फ्रेम, यो फ्रेमलाई सेलेक्ट गर्नु, यहाँ जानु आइकोनिफाईमा जानु, आइकोनिफाईमा गएर तपाईँ ग्लोब भनेर खोज्नु। तपाईँ टक्क तरिकाले एउटा राम्रो खालको ग्लोब ल यो ग्लोबलाई तपाईँ इम्पोर्ट एज अ फ्रेम गरिदिनु हो। यदि गरिसकेपछि तपाईँ नेक्स्टमा जानु साइड एक्सिसमा। साइड एक्सिसमा के छ टाइम क्लकको छ क्लक हैन, यसलाई डिलिट गरिदिनु। यहाँ जानु तपाईँ यहाँ गएर तपाईँ गर्नु क्लकको गर्नु ल, एक क्लक तपाईँ इम्पोर्ट गर्नु, ट्याक्कै इम्पोर्ट एज अ फ्रेम गर्नु हो। त्यसपछि नेक्स्ट के छ एनालाइटिक्स छ। एनालाइटिक्स ANALYTI एनालाइटिक्स छ। एनालाइटिक्सको तपाईँले एउटा यस्तै खालको हाल्नुपर्ने भइहाल्छ ल। तपाईँ यसमा जानु, तपाईँ इम्पोर्ट एज अ फ्रेम गरिदिनु। त्यसपछि यहाँ प्लान्समा जानु, प्लान्समा गएर तपाईँ गरिदिनु कार्ड्सलाई इम्पोर्ट गर्नु। कार्ड भनेको अब पेमेन्ट कार्ड चाहिएको हो मलाई। अब यो के तास दियो त हौ। ओके, पेमेन्ट गरेपछि आयो, यसलाई इम्पोर्ट एज अ फ्रेम गरिदिनु। ठिक छ, अब यसलाई काटिदिनु। तपाईँ यसलाई काटेर तपाईँ पहिलो कुरो त यसलाई यहाँ भित्र ल्याएर राख्नु। ओके, यहाँभित्र ल्याएर राख्नु। यता आउनु, यो सबै मिलेको छ। तपाईँ यसको हाइट हेर्नु, यो यसको हाइट भनेको 11 छ है। तपाईँले अब यसको पनि हाइट पार्नु पर्यो 11। ओए बाफ्रे, सरी गाइज, 11 पार्नु पर्यो। यसको हाइट पार्नु पर्यो 11। यसको पनि हाइट पार्नु पर्यो तपाईँले 11 हैन, सरी यो चाहिँ अलिकति बाहिरैबाट गर्नुपर्छ है। ओके 11, तपाईँले यसको पनि हाइट पार्नु पर्यो 11। तपाईँ यसलाई गरिदिनु डिलिट। तपाईँ यो जुन प्लान्सको छ यसको पनि तपाईँ हाइट राखिदिनु 11। ठिक छ, त यो अलिकति बाहिर निस्केछ, यसलाई लगेर भित्रपट्टि राखिदिउँ।
यो ग्रुप भयो तपाईँको यो यसलाई चाहिँ यहाँ लगाएर राख्नुपर्ने देखेँ मैले है। ल अब यहाँ एक दुईवटा इस्यु म देखिरहेको छु, जस्तै यसलाई कन्ट्रोल सिफ्ट जी गरौँ, यसलाई पनि कन्ट्रोल सिफ्ट जी गरौँ है। ओके कन्ट्रोल सिफ्ट जी गरेपछि एउटा यो एक्स्ट्रा आउँछ बेला बेला, यसलाई पनि तपाईँ कन्ट्रोल सिफ्ट जी गरिदिनु, कन्ट्रोल सिफ्ट जी गरिदिनु, ग्रुपलाई अनग्रुप गरिदिनु भन्न खोजेको है। अब त्यसपछि यहाँ गएर हेर्ने हो भने एउटा एक्स्ट्रा आइरहेछ, तपाईँ यसमा अटो लेआउट एड गरिदिनु, ड्याङ्ग तरिकाले मिलिहाल्छ। ल हेर्नु त भएन है, साइड बार पनि हामीले बनाएको भयो। अब साइड बारमा अलिकति के छ भने तपाईँको यता अझै धेरै ठुलो बनाएको छौँ हामीले। ल यसलाई अझै सानो पनि बनाउँदा भयो हामीले, जस्तै अलिक के रहेछ र पनि यसलाई काटौँ होइन। 250 चाहिँ हामीले यसलाई 200सम्म बनाउन सकिने रहेछ है त इजिली। ल 200सम्म बनाउन सकिने रहेछ। यसको हाइटलाई फिल कन्टेनर गर्नुपर्छ, फिल कन्टेनर भयो भने केही पनि इस्यु आउँदैन हामीलाई। यसलाई फिल कन्टेनर गर्नुपर्छ, यसलाई चारवटालाई यहाँबाट फिल कन्टेनर गर्नुपर्छ। ल अब भयो। ल अब त्यसपछि नेक्स्ट स्टेप भनेको मेरो यहाँ के हाल्नुपर्ने चाहिँ इफेक्ट हाल्नुपर्ने छ हो। अब इफेक्टमा वाइ एक्सिस भनेको माथि तल चाहिएको छैन, मलाई चाहिएको छ एक्स एक्सिसमा चाहिएको छ। एक्स भनेको बाहिरबाट यतापट्टि आउनुपर्ने छ हो। अब वाइलाई तपाईँ गरिदिनु 0 पनि नगर्नु, माथि तलै लगिदिनु होइन। अनि स्प्रिडलाई तपाईँ यो ब्लरलाई तपाईँ अझै ब्लरी बनाइदिनु यसरी। यति गरिसकेपछि साइड बार पनि तपाईँको छुटियो। ल हेर्नु त। ल यसलाई अब तपाईँ प्रोटाइपमा जानु, यहाँ जानु, म्याकबुक एयरमा जानु, यो यसमा गएर फ्लो पोइन्ट एड गरेर प्ले गर्नु हो। अब हेरौँ ल हामीले बनाएको कुरा मिलेको छ कि छैन, लाइक कस्तो देखिएको छ भन्ने कुरा यहाँबाट ट्राई गरौँ है। ओके ल हेर्नु त, एक प्रकारले यतिको आएको छ, ठिकै छ है। जस्तै अब के हुन्छ भने यसमा अझै मिसिङ कुरा के छ भने हामीले क्रोमहरू एड गरेको छैन, क्रोमको मकअप एड गरेको छैन होइन। यहाँ खोज्यो भने भेटिन्छ त, CHRM क्रोम मकअप भनेर खोज्यौँ भने क्रोमको मकअप भेटिनु पर्ने, तर त्यो इम्प्लिमेन्टेसन गर्ने ज्या हुन्छ क्या। जस्तै अब यस्तो खालको क्रोम मकअपहरू हुन्छ होइन। अब यसलाई हामीले त्यहाँ लगेर इम्प्लिमेन्ट गऱ्यौँ भने ठ्याक्कै के हुन्छ त, यो माथिको जुन कटेको ओरेको छ त्यो कुराहरू पनि मिलिहाल्छ है। ल यहाँसम्म कसैलाई केही इस्युहरू छ भने प्लिज लेट मी नो। यो अहिले मैले गरेको कुराहरूमा कसैले केही नबुझेको ओरेको यान त्यान छ भने मलाई भनिदिनु पर्यो है। अब यसलाई इन्टरेक्टिभ बनाउने तरिका धेरै हुन्छ, हामी त्यो बिस्तारै गरौँला। ल इन्टरेक्टिभको भोलि गर्दा सकिन्छ। अब बिचको कुरा बनाऊँ अब हामी। जस्तै म यसको यो धेरै ड्रप स्याडो भयो, ड्रप स्याडो हटाइन्छ, राम्रो देखिने ड्रप स्याडो है। सो अब मेरो यो सेक्सन हो, मेरो एकदमै मेन सेक्सन भनेको। सो यो सेक्सनमा म के गर्छु अब सर चाचा उही तरिकाले म ड्र्याग एन्ड ड्रप गरिदिन्छु होइन। अब के भइरहेछ यहाँ भने तपाईँको मैले बाहिरको मेन फ्रेममा दिएको छु अटो लेआउट होइन, मैले मेन फ्रेममा चाहिँ दिएको छु अटो लेआउट। अनि मेरो के आयो त साइडबार आयो कि। सो म यसलाई गरिदिन्छु ग्रुप गरिदिन्छु, ग्रुप गरेर अटो लेआउट एड गरेर यो अलाइनमेन्टतिर पारिदिन्छु कि है। सो यसलाई पनि के गरौँ तपाईँको यसलाई एकछिन डिलिटै गरौँ, पहिले यतिलाई मात्रै मिलाऊँ। ल यो फ्रेमलाई फिल कन्टेनर गरौँ, तपाईँको यसको जुन हाइट छ यसलाई पनि फिल कन्टेनर गरौँ। ल अब त्यसपछि म यसलाई कपी पेस्ट गरेँ भने के हुन्छ, यहाँ लगाएर राख्यो भने राइट ह्यान्ड साइडमा आउँछ। अब त्यसपछि म के गर्छु भने यहाँ हेर्नु ल। अब त्यसपछि म यो फ्रेमलाई म हकको ठाउँमा गरिदिन्छु फिल कन्टेनर फुल जा भनेर मैले भने। त्यसपछि यो जुन फ्रेम छ यो फ्रेमको भित्रको कन्टेन्ट म सबैलाई डिलिट गरिदिन्छु। ल मलाई यो फ्रेमको कन्टेन्ट अहिले यो कन्टेन्टसँग मतलबै छैन। अब त्यसपछि यसको पनि विथमा गरिदिन्छु फिल कन्टेनर, यसको पनि हाइटमा गरिदिन्छु फिल कन्टेनर, माथि मुनि सबैतिर फिल कन्टेनर मैले गरिदिएँ हो। अब यसको भित्रको जुन ग्याप छ ग्यापलाई पनि हटाएर म 0 पारिदिन्छु, भनेको मैले ग्याप पनि हटाइदिएँ। अब म यसको फिल हटाइदिन्छु। हेर्नु जे छ त्यही देखिएको छ, हामीले योभन्दा अगाडिको फ्रेममा जे देखेको थियौँ यहाँ पनि त्यही नै देखिरहेको छौँ हो। तर अब के हुन्छ भन्ने कुरा यहाँ हेर्नु ल। तर अब हामीले के गर्छौँ भने
यो जुन अहिले भर्खर मैले एउटा फ्रेम एड गरेँ नि, त्यो फ्रेममा हामी अटो लेआउट एड गरेर त्यसको भित्र अब काम गर्छौँ के। जस्तै यो फ्रेम जुन मैले भर्खर एड गरेको छु त्यहाँ मैले अटो लेआउट एड गरिसकेँ र अब म प्याडिङ दिन्छु लगभग तपाईँको 30 पिक्सल प्याडिङै दिन्छु होइन। टपमा पनि म तपाईँको 30 पिक्सलको प्याडिङ दिन्छु है। ल अब त्यसपछि म तपाईँको एउटा फ्रेम बनाउँछु। यहाँ मैले एउटा फ्रेम बनाएँ, फिल गरिदिन्छु है। फिल मैले यसमा के गरेछु, वाइटै फिल गरेँ र अब मेरो टार्गेट एनालाइटिक्स बनाउने यो हो है। सो यसलाई म सिम्पल तरिकाले तपाईँको के गरिदिन्छु, यहाँबाट फिल कन्टेनर तपाईँको हाइट पनि फिल कन्टेनर गरिदिन्छु। ल मैले मेरो रिक्वायर्ड फ्रेम साइज मैले पाइसकेँ हो। मैले मेरो रिक्वायर्ड फ्रेम साइज के गरिसकेँ त पाइसकेँ। यहाँ गएर यसको बोर्डर रेडियस 20 दिउँ। यहाँ गएर हेरौँ, अब यहाँ गएर हेरौँ है। यहाँ गएर हेर्ने हो भने लोडिङ होस्। ओके, सो मैले मेरो ड्यासबोर्डको एउटा के पाइसकेँ त, लेआउटिङ मैले पाइसकेँ। ल यहाँ हान्नु, ल म यो फुल ड्यासबोर्ड क्लोन गर्दिनँ कि, म एउटा एक दुईवटा कुरा नयाँ कुरा चाहिँ म आज देखाउँछु होइन। जस्तै नयाँ कुरा के भन्दाखेरि कति कम्पोनेन्टहरू त ओभरफ्लो हुन्छ नि त होइन। जस्तै ओभरफ्लो इन द सेन्स यहाँ हेर्नु है, अब कम्युनिटीमा गएर म कम्पोनेन्ट लिएर आउँछु। ल अब बल्ल कम्युनिटीमा म इन्ट्रोड्युस गराउँदैछु है तपाईँलाई। सो कम्युनिटीमा जाने होइन, यहाँ गएर ड्यासबोर्ड है यानि ल एनालाइटिक्स ड्यासबोर्ड भनेर खोज्नुभयो भने तपाईँले भेरियस डिजाइन्सहरू पाइहाल्नुहुन्छ है। अब यहाँ गएर हेरौँ, यहाँ गएर हेर्ने हो भने कम्पोनेन्ट बनाएको होस् भन्ने म एउटा एक्सपेक्टेसन राख्छु होइन। यो कभर हो, अलमा गएर हेऱ्यो भने यहाँ छ, यसरी बनाएको छ उसले है। सो ओके, ल यो हामीलाई यसले प्रोटाइपहरू पनि गरेको छ है, क्या गरेको त रहन्छ, ठिक छ। ल यो सेक्सन हो हामीलाई चाहिने होइन। अब के भयो, ल म यसलाई एकछिनमा डिलिट गरिदिन्छु होइन, यसलाई पनि डिलिट गरिदिन्छु। यसलाई चाहिँ म कन्ट्रोल एक्स गरिदिन्छु। ल यसलाई कन्ट्रोल एक्स गर्छु, यहाँ लिएर आउँछु अनि त्यसपछि यहाँ ल्याएर म पेस्ट गरिदिन्छु हो। मैले एउटा एनालाइटिक्स तपाईँको यहाँ लिएर आएँ, ठिक छ। ओके, यसरी अलिकति टाइटल चाहिन्छ क्या र, यसरी मैले यो लिएर आएँ। त्यसपछि अर्को एनालाइटिक्स म लिएर आउँछु, यसलाई त्यसपछि यसलाई हेर्नु। ल म किन यस्तो गर्दैछु भन्ने कुरा मैले आफै गर्दैन भने त म किन कपी गर्दैछु भन्ने कुरा अलिकति यहाँ एउटा सानो मिनिङ छ त्यसको चाहिँ है। जस्तै ल के गरौँ भने यसलाई नै म डाउनवर्ड्स लगेर तपाईँको यो कसले बनाएको यार, यसरी बनाएको छ, मलाई त वाक्क लाग्छ यस्तो डिजाइन देखाइ, सबै रेक्टेङ्गलहरू हालेर गरेको छ। कम्पोनेन्ट्स ओके, यसलाई म हटाइदिन्छु होइन। टेस्टलाई यसलाई पनि हटाइदिउँ र यहाँदेखि कपी गरौँ। ल यो यसमा अटो लेआउटहरू केही गराएको छैन है गाइज। यो यस्तो यो एउटा समस्या चाहिँ यही हुन्छ कि डिजाइन हेर्दाखेरि चाहिँ राम्रो हुन्छ तर अटो लेआउटहरू केही पनि गरिदिएको हुँदैन होइन। हामीलाई चाहिँ ओहो भन्ने हुन्छ तर मेरो ल्यापटप ह्याङ भयो कोही। ओके, ल यहाँ ल्याएर म पेस्ट गरिदिन्छु होइन। अब यसलाई यसरी मिलाउन खोजौँ। ल रिपोर्ट्स भनेर यहाँ राखौँ है, अनि केमा ट्रेस गरेर अलिकति सानो बनाएर ओके। ल अब यहाँ हेर्नु, ल अब यहाँ हेर्ने हो भने यो डिजाइनहरू यहाँबाट बाहिर गएको छैन होइन। अब तपाईँले यहाँ गएर तपाईँको त ओभरफ्लो त भएको छ हेर्नु होइन, डिजाइनहरू सबै ओभरफ्लो भएको छ कि छैन भन्नु त। लाइक यहाँबाट तपाईँले हेर्नुभयो भने तपाईँले यसलाई मात्रै बाहिर निकालेर हेर्नुभयो भने नि, तपाईँले यसलाई ड्र्याग गर्नुभयो भने हेर्नु डिजाइन ओभरफ्लो भएको छ कि छैन, डिजाइन टन्नै ओभरफ्लो भएको छ नि है। अब फिग्मामा पनि हामीले स्क्रोल बिहेभियरहरू पाउन सक्छौँ, कम्पोनेन्ट्सको स्क्रोल बिहेभियरहरू पाउन सकिन्छ। सो त्यसको लागि हामीले प्रोटोटाइपमा जाने, कहाँ स्क्रोल बिहेभियर चाहिएको छ त्यसलाई सिलेक्ट गर्ने, अनि पोजिसनलाई राखिदिने, के गरिदिन्छ ओभरफ्लोलाई के गरिदिने
हरिजेन्टल चाहिएको कि भर्टिकल चाहिएको, तपाईँलाई भर्टिकल चाहिएको, भर्टिकल बनाएर हेर्ने। अब ट्राई गरौँ ल यो कुरालाई कतिको फिजिबल छ, कतिको राम्रो भयो अथवा कतिको भएन। अनि यसको म एक दुईवटा अरू अरू कुराहरू पनि सिकाइदिन्छु, भर्टिकल स्क्रोलिङको कुराहरू पनि सिकाइदिन्छु कि। ल यहाँ हेर्नु त, स्क्रोलेबल भयो कि भएन एलिमेन्ट होइन। तपाईँले यसलाई ठुलो पेजमा हेर्ने हो भने एज अ म्याककी भ्यूमा हेर्ने हो भने पनि होइन। ल यहाँ हेर्नु ल, स्क्रोलेबल भयो नि। तपाईँको साइड बारको सबै कुराहरू ठिक छ, म माउसबाट स्क्रोल गरिरहेको छु अहिले होइन। बुझ्नुभयो मैले भन्न खोजेको कुरा, यो अहिले मैले भनेको कुरा बुझ्नुभयो? ब्याकग्राउन्ड यो स्क्रोल गराउने कुरा बुझ्नुभएको छैन भने भन्नु, म यसलाई अझै डिपली अर्कै तरिकाले सिकाउन खोज्छु ल। ओके ठिक छ ल। यहाँ हेर्नु ल, सपोज यो के हो त, एउटा फ्रेम हो अरे हो। तपाईँ यसलाई अहिलेलाई गरिदिइराख्नु ग्रुप। अब हेर्नु, तपाईँ एउटा मोबाइल डिभाइस हाल्नु अहिलेलाई, स्क्रोलको बुझ्न छिट्टो बुझ्ने भनेको मोबाइल डिभाइसमा। तपाईँ आइफोनको एउटा भेरिएन्ट यसरी हाल्नु, ठिक छ। अब तपाईँले एउटा ग्रुप चाहिँ बनाउनु भएको छ हो। अब तपाईँ यो ग्रुपमा एड गर्नु, प्रोटोटाइप एड गर्नु, सरी अटो लेआउट एड गर्नु। अटो लेआउट एड गरेर यसरी बनाउनु यो ग्रुपलाई, ठिक छ। तपाईँ यसलाई अब यहाँभित्र लगेर एड गर्नु हो। अब हेर्नु त के भइरहेछ, ओभरफ्लो गइरहेछ कि छैन बाहिरपट्टि, ओभरफ्लो गइरहेछ नि। जस्तै तपाईँले यसलाई यसरी मिलाउनु, तपाईँ यसलाई यसरी मिलाउनु होइन। अब तपाईँ यसको प्याडिङ हाल्नु, तपाईँ जस्तै 20 को प्याडिङ हाल्नु, प्याडिङ आइरहेछ। तर भित्र हेर्ने हो भने त यसको कुराहरू के भइरहेछ, ओभरफ्लो भएर एकअर्कातिर गइरहेछ नि त होइन। ओभरफ्लो भएर गएको छ कि छैन हेर्नु त, यो कुराहरू बाहिर गएको छ नि त ओभरफ्लो भएर है। बाफ्रे मेरो हात कस्तो कामेको। ओके भाइ, ओके सरी म सानो मिस्टेक गरेछु ल। ल ठिक छ यो, ल हेर्नु त बाहिर गएको छ कि छैन, ओभरफ्लो भएर गएको छ नि। तपाईँले यही कुरालाई हेरेर गर्नुभयो भने, ओभरफ्लोमा गएर भर्टिकल गर्नुभयो, भर्टिकल होइन हरिजेन्टल गर्नुभयो भने हेर्नु ल, तपाईँ आइफोन 16 प्रो म्याक्सलाई के गर्नु त, आइफोन 16 प्रो म्याक्स, आइफोन 13, आइफोन 16 प्रो म्याक्सलाई तपाईँ के गर्नु, यहाँ आएर फ्लो एड गर्नु र यहाँ गएर प्ले गर्नु। ल हेर्नु कि लेफ्ट राइट स्क्रोलेबल भयो कि भएन यो कुरा। मैले के गरेँ, मैले ओभरफ्लो प्रपर्टी युज गरेँ कि। ओभरफ्लो भनेको के हो भने तपाईँलाई असाइन भएको बााउन्ड्रीबाट भन्दा तपाईँ बाहिर गएर काम गरेर राख्नु भएको छ। यहाँ तपाईँले त्यही गरेर राख्नुभएको। तपाईँले के गर्नुभयो, तपाईँलाई असाइन भएको थियो, कति पिक्सल असाइन भएको थियो, 440 पिक्सल असाइन भएको थियो। तर तपाईँले यसको लिमिटेसन 440बाट बाहिर लानुभयो हो। तपाईँको यसको भित्रको जुन कन्टेन्टहरू छ त्यो 440बाट बाहिर गइरहेछ भने अब के गर्नु पर्यो, स्क्रोलेबल प्रपर्टी तपाईँले इम्प्लिमेन्ट गर्न सक्नु पर्यो। यो चाहिँ के हो त, भर्टिकल स्क्रोलिङ, सरी हरिजेन्टल स्क्रोलिङ। अब यस्तै खालको अरू भर्टिकल स्क्रोलिङ पनि हुन्छ, बोथ साइड स्क्रोलिङ पनि हुन्छ होइन। भर्टिकलको इक्जाम्पल भनेको यो अघि मैले जुन दिएको थिएँ इक्जाम्पल त्यही हो। जस्तै यहाँ गएर तपाईँले यताले माथि मुनि गर्नुभयो भने यो भनेको भर्टिकल स्क्रोलिङ भयो, भर्टिकल हरिजेन्टल है। यो कुरामा केही बुझ्नुभएको छैन भने भन्नु त, स्क्रोलिङको म अझै पनि बुझाइदिन सक्छु होइन, बेसिक रेक्टेङ्गल राखेर पनि म बुझाइदिउँला। यहाँ केही बुझ्नुभएको छैन भने मलाई भनिहाल्नु ल, किनभने यो पनि भोलिको दिनमा एकदमै चाहिने टपिक हो है। स्क्रोलिङको कुराहरू एकदमै चाहिन्छ। अहिले चाहिँ हामीले सबै स्ट्याटिक पेजेसहरू बनाएर हुन्छ, तर भोलि कुनै पेजेसहरू चाहिँ के हुन्छ भने स्क्रोल गर्नुपर्ने बनाउनु पर्ने हुन्छ है, त्यतिखेर गरेर चाहिन्छ। जस्तै तपाईँले यो होल जस्तै ड्यासबोर्डमा के हुन्छ त, न्याप बार र साइड बार त स्ट्याटिक हुन्छ, एक ठाउँमा बसिरहन्छ, त्यो बिचको मेन एलिमेन्ट मात्रै हिँड्ने हो जहिले पनि होइन। सो त्यही प्रपर्टी मैले यहाँ बनाइदिएँ। अब इन्स्टाको स्टोरिजहरू पनि त्यही हो होइन। जस्तै फिग्मा कम्युनिटीमा गएर तपाईँ इन्स्टाग्राम क्लोन भन्न खोज्नु हो। तपाईँ इन्स्टाग्राम क्लोन भन्दाखेरि यहाँ मैले हालेको एउटा डिजाइन छ, आई थिङ्क मैले त्यसमा बनाएको छु रुक्नु ल। मैले हालेको डिजाइन कहाँ गयो, यहाँ गएर अदिश दाहाल भनेर खोज्नु ल, अदिश दाहाल ल। 5 इन्स्टाग्राम 5 पेजेस क्लोन भनेर मैले एउटा बनाएको छु होइन। तपाईँले यसलाई गरेर हेर्ने हो भने तपाईँले यसलाई
एउटा ठुलो रेफरेन्सको रूपमा तपाईँले गर्न सक्नुहुन्छ ल। हेर्नु म यो इमेजवालै हो ल, यहाँ हेर्नु है, तपाईँले यसलाई प्ले गर्नुभयो, ठिक छ, तपाईँले यो इन्स्टाग्रामलाई प्ले गर्नुभयो आइफोन 13 मा, ठिक छ। जस्तै सुरुमा मैले ल्याएको छु एउटा स्प्ल्यास स्क्रिन आएको छ यसमा है, लोड हुँदैछ रुक्नु है, ल लोड भयो। तपाईँले यहाँ हेर्नु भने मैले यहाँ के गरेको छु त, तल स्क्रोलिङ गरेको डिजाइन चाहिँ कसरी बनाउने हो कि म त पनि भनिदिन्छु ल। यो पनि स्क्रोल भयो, यसरी पनि स्क्रोल भइरहेछ नि हैन, सिधा तल माथि पनि स्क्रोल भइरहेछ, लेफ्ट राइट पनि स्क्रोल भइरहेछ है। तपाईँले अब यहाँ हेर्नुभयो भने नि तपाईँलाई सबै नर्मल लाग्छ, हामीले केही पनि गरेछ जस्तो लाग्दैन। तर तपाईँ अब कहाँ हेर्नु, तपाईँ यहाँ होभर गरेर हेर्नु है, तपाईँ यसको एउटा रेप्लिका यहाँ तल बनाउनु र तपाईँ यसलाई निकाल्नु, यसलाई तपाईँ बाहिर निकाल्नु, तपाईँ यसलाई बाहिर निकाल्नु हो। ल हेर्नु है, मैले के गरेको छु, मैले लिमिटेसन पुस गरिदिएको छु है। जस्तै यसको लिमिटेसन थियो तपाईँको 428 को फ्रेम साइज थियो भने मैले 428 नै राखेको छु, तर मैले कन्टेन्टलाई त्योभन्दा बाहिर निकालेको छु, 428 बाट बाहिर निकालेको छु है। जस्तै हाइटमा पनि मेरो स्क्रोल हुने त इन्स्टाग्राममा यति हो नि त, मेरो माथिको यो त स्ट्याटिक हुन्छ, बसिरहेको हुन्छ, यो बसिरहेको हुन्छ, यो तलको त्यतिकै पोजिसन फिक्स भएर बसेको हुन्छ हो। मैले के गरेँ त, मैले मेरो स्क्रोल गर्ने कहाँ बनाइदिएँ अब है, यो यति सेक्सनमा बनाइदिएँ। मैले यसलाई के भनेको छु, तेरो लिमिटेसन भनेको 697 पिक्सल हो, त्योभन्दा बढी त जान पाउँदैनस् भने। तर मैले नै यसमा के गरिदिएको छु त, कन्टेन्ट बढाउँदै बढाउँदै यसरी बढाएर हालिदिएको छु के। ओभरअल मैले तपाईँको 2141 पिक्सलको मैले बनाइदिएको छु। त्यो भइसकेपछि यो ठाउँमा मैले प्रोटोटाइपमा गएर हेर्नु भने यहाँ हालेको छु, यतापट्टि मैले यो बाहिरको पोस्टमा कहाँ हालेको छु होला के, स्क्रोल भन्ने बिहेभियर यहाँ कतै हालेको हुन्छ है, ठिक छ। यो बुझ्नु भयो कि बुझ्नु भएन भन्नु त यहाँबाट तपाईँले यसलाई नि एज अ रेफरेन्स हेर्नु भने हुन्छ ल। यो यसमा चाहिँ एड गरेको होला मैले स्क्रोलको लागि, एकदमै सजिलो हुन्छ स्क्रोलको गर्न होइन। तपाईँले अलिकति चाहिँ ओभरफ्लोको कन्सेप्ट बुझ्नु पऱ्यो। जस्तै एकदम नर्मल भाषामा सिकाउने हो भने नि तपाईँले एउटा यो साइजको फ्रेम लिनुभयो, तपाईँले यो फ्रेमको भित्र रेक्टेङ्गल एड गर्नुभयो, तपाईँले अर्को रेक्टेङ्गल एड गर्नुभयो, तपाईँले अर्को रेक्टेङ्गल एड गर्नुभयो हो। अब यो रेक्टेङ्गल त बाहिर गयो कि गएन, तपाईँ कन्ट्रोल डी गर्ने होइन, बाहिर गइरहेछ नि रेक्टेङ्गल होइन। अब तपाईँको रिक्वायरमेन्ट के हो त, यो बाहिर नजाने खालको रिक्वायरमेन्ट हो भने तपाईँले यहाँ गएर प्रोटोटाइपमा गएर स्क्रोल बिहेभियरमा हरिजेन्टल राखिदिने, हरिजेन्टल राखिदिइसकेपछि तपाईँ यसलाई प्ले गर्नु एकपल्ट होइन, तपाईँ यसलाई प्ले गर्नु रोक्नु ल, त्यो प्ले होस्, तपाईँ यसलाई प्ले गर्नु, यसलाई प्ले गरिसकेपछि तपाईँको यहाँ के हुन्छ, स्क्रोल लेभल आयो क्या नि, स्क्रोल लेभल आयो नि, स्क्रोल भयो होइन। अब स्क्रोल भएको जस्तो फिल हुँदैन भने यसलाई म चेन्ज गरिदिन्छु डिजाइन अलिकति, यो डिजाइनलाई रेड राखिदिन्छु, यसलाई म राखिदिन्छु तपाईँको ग्रिन राखिदिन्छु है। अब यहाँ गएर हेर्ने भने ग्रे रेड ग्रिन ग्रे आयो नि यसरी होइन। स्क्रोलको लागि चाहिँ के हुनु पर्यो भने बाहिरको जुन प्यारेन्ट फ्रेम छ, प्यारेन्ट फ्रेमको विथ सुड बी इक्वल्स टु द विथ अफ तपाईँको मेन फ्रेम हो। अनि त्यसपछि भित्रको कन्टेन्टलाई चाहिँ ओभरफ्लो गराउँदै बाहिर लाने, त्यसपछि प्यारेन्ट फ्रेमलाई सिलेक्ट गरेर प्रोटोटाइपमा गएर स्क्रोल बिहेभियरमा गएर कतापट्टि स्क्रोल गराउनु पर्ने रहेछ त्यही चुज गरिदिने, सकिहाल्यो। नो स्क्रोलिङ गर्नु भने स्क्रोलिङ भएन, त्यो ल। भन्नु त यो कुरामा समस्या के छ अब, किनभने यो भनेको प्रोटोटाइपिङमा रिलेटेड कुरा हो, स्क्रोलिङको कुराहरू भनेको है। तपाईँहरूले भोलि के गर्दा हुन्छ भने यो तपाईँहरूसँग यसको एक्सेस छँदैछ, यो डिजाइन तपाईँहरूले ट्राई गर्नु क्लोन गर्न, यो तलको ग्राफ पर्दैन, यो ग्राफ पर्दैन होइन। जस्तै तपाईँले यो ग्राफहरू क्लोन गर्न पर्दैन, यो केही पनि क्लोन गर्न पर्दैन, सरी तपाईँहरूले यति चाहिँ क्लोन गर्न पर्दैन, यो क्लोन गर्न पर्दैन, यो क्लोन गर्नु, यो क्लोन गर्नु, यो गर्नु, यो गर्नु, यो गर्नु ल, यति क्लोन गर्नु। यो त हामीले अलरेडी नै गरिसकेको छ, यसलाई पनि गर्दा भयो है। मैले यहाँ चाहिने कुराहरू यहाँ गरिदिइसकेको छु है। यो क्लोन गर्न ट्राई गर्नु, यति तपाईँहरूले गर्नुभयो भने फिग्मामा हामीले एकपल्ट एकदम थरोली हेर्ने हो भने हामीले फिग्माको बेसिक टुल्सको बारेमा बुझ्यौँ
हो। हामीले फिग्मामा एकदम इम्पोर्टेन्ट अटो लेआउटको बारेमा नि बुझ्यौँ, हामीले कम्पोनेन्ट्समा नि काम गऱ्यौँ, हामीले भेरिएन्समा नि काम गऱ्यौँ, हामीले त्यसपछि नेक्स्ट के पनि बनायौँ, हामीले प्रोटोटाइपिङ पनि गऱ्यौँ हो। हामीले प्रोटोटाइपहरू गरेर तपाईँको ओभर इफेक्ट स्मार्ट एनिमेटहरू यो सबै कुराहरू गऱ्यौँ। आज हामीले के गऱ्यौँ, आज हामीले स्क्रोल बिहेभियरमा वर्कआउट गऱ्यौँ है, ठिक छ। सो यति कुरा भनेको फिग्मालाई यसले ओभरअल सबै कुरा दिन्छ डिजाइन गर्दाखेरि। यो सबै कुराहरू इम्प्लिमेन्ट गरेर गर्नुभयो भने एकदमै के हुन्छ, डिजाइन बेस्ट अफ द बेस्ट हुन्छ है, ठिक छ। अनि अब यसलाई तपाईँले एज अ डेभलपमेन्टको पर्सपेक्टिभबाट हेर्नुभयो भने तपाईँले यसको कोड इजिली निकाल्न पनि सक्नुहुन्छ, तपाईँलाई कोड निकाल्न पनि केही इस्यु हुँदैन है। जस्तै यहाँ तपाईँको कस्तो कस्तो हुन्छ भने फिग्मा टु HTML भन्ने प्लगइन्सहरू हुन्छ है, फिग्मा टु HTML भन्ने यस्तो खालको प्लगइनहरू हुन्छ। कुनै कुनै प्लगइन फ्री हुन्छ, कुनै कुनै एक्युरेट हुन्छ, कुनै कुनै इनएक्युरेट हुन्छ होइन। सो यिनीहरूले चाहिँ के भन्छ भने अटो लेआउट युज गरेछ तपाईँले भने यो कुराहरू सजिलै निस्किन्छ भनेर भनिदिन्छ कि है। सो यहाँ हेर्नु न बटनको सकेसम्म मिलाइदिन खोजिरहेको छ यसले होइन, यस्तै यस्तै हुन्छ। कुनै इनएक्युरेट हुन्छ, कुनै फेरि एकदमै एक्युरेट हुन्छ है। जस्तै फिग्माको डेभ मोडको त अब अहिले फ्रीमा एक्सेस छैन, प्रिमियममा गएर हेर्नुभयो भने चाहिँ फिग्माको डेभ मोडबाट एकदम इजिली तपाईँले कोड निकाल्न सक्नुहुन्छ। ल आजको सेसनमा के इस्यु छ मलाई भनिदिनु पऱ्यो, आजको सेसनमा के कुरा आएन, के कुरा बुझ्नु भएन। ल भोलि म अब तपाईँहरूलाई अलिकति कलर बिहेभियरको बारेमा भनिदिन्छु होइन, लाइक कुन कलरले कस्तो खालको रिप्रेजेन्ट गर्छ, के युज गर्दा बेस्ट हुन्छ भनेर। त्यसपछि नेक्स्ट म तपाईँले वायर फ्रेमहरू बनाउन सिकाइदिन्छु होइन, वायर फ्रेमको सिम्बल्सहरू म निकालेर राखिदिन्छु, तपाईँले त्यसलाई फलोअप गर्नु भने भइहाल्छ। अनि जस्तै अब तपाईँ बिइङ अ फ्रिल्यान्सर, तपाईँले काम गर्ने थट राखिराख्नु भएको छ UI UXमा भने कसरी गर्दा बेस्ट हुन्छ म त्यो पनि सिकाइदिन्छु है। कसरी चाहिँ एप्रोच त म भन्दिनँ, कसरी एप्रोच गर्ने भनेर चाहिँ म भन्दिनँ, तर लाइक तपाईँले आफ्नो पोर्टफोलियो कसरी बनाउँदाखेरि चाहिँ बेस्ट हुन्छ म त्यसको सम रेफरेन्सेसहरू म निकालेर दिन्छु होइन। त्यो भयो भने तपाईँलाई पनि सजिलो हुन्छ भोलिको दिनमा आफ्नो पोर्टफोलियो क्रिएट गर्नको लागि। ल भन्नु त यहाँसम्म कसैलाई के इस्यु छ छैन, अब फर्दर के गर्न सकिन्छ भन्ने कुराहरू सबैजना क्लियर हो, केही क्वेसन्सहरू छैन भने सेसन यही हिन्ड गर्नुपर्छ है।